नमस्कार। खबर सुरु गरौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारबाट। कोशी प्रदेश सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणको लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीचको कार्यदलले पूर्णता पाएको छ। कार्यदलले एक हप्ताभित्र नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने र सोही आधारमा बजेट अर्को हप्ताभित्रमा गर्ने तयारी रहेको छ। प्रदेश पुनः नामाकरणको विषयमा भने कुनै प्रगति हुन सकेको छैन। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीचको कोशी प्रदेश सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठन भएको कार्यदलले पूर्णता पाएको छ। गएको साउन 25 गते सोमबार बसेको दुवै दलको बैठकले साझा कार्यक्रम निर्माणका लागि नेकपा संसदीय दलको नेता आङबोले संयोजकमा कार्यदल बनाउने सहमति भएको थियो। सोही सहमति अनुसार एमाले संसदीय दलका उपनेता तिलकुमार मेनेङ्बो, कोशी प्रदेश सरकारका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री तिलक पाठक, सांसद रेवती मड भण्डारी र एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारी रहेका छन्। उता नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट भने आङबोसहित दलका उपनेता बाबुराम गौतम र सांसद गणेश उप्रेती कार्यदलमा रहेका छन्। कार्यदलको बैठक आजै बसेको आङबोले जानकारी दिएका छन्। उनका अनुसार एक हप्ताभित्र नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने र सोही आधारमा बजेटको पुनर्लोकन गर्ने एक हप्ताभित्रमा गर्ने तयारी छ। आज पहिलो बैठक बसेसँगै नीति तथा कार्यक्रमको ड्राफ्ट गर्ने सहमति भएको छ। यो समितिले एक हप्ताभित्र नीति तथा कार्यक्रम बनाइसक्छ। त्यसपछिको एक हप्ताभित्रमा बजेट पुनर्लोकन हुन्छ। हामी लामो समय लगाउँदैनौँ, आङबोले भनेका छन्। नेकपाले उठाउँदै आएको प्रदेशको पुनर्नामकरणको विषयमा भने कुनै प्रगति हुन सकेको छैन। दुई दलबीचको सहमति अनुसार सरकार विस्तार भने भइरहेको छ, जस अनुसार नेकपाले भौतिक तथा पूर्वाधार विकास, सामाजिक विकास, पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाइसकेको छ। सोही अनुसार नेकपाले जीवन आचार्य, गीता तिमसिना, खिनु लङ्वा लिम्बू, गोम्बु शेर्पालाई फुल मन्त्री तथा सपना दर्जीलाई राज्य मन्त्रीमा पठाइसकेको छ। बागमती प्रदेश सरकारका गठनका क्रममा पार्टी निर्णय विपरीत नेकपा एमालेलाई समर्थन गरेको स्पष्टीकरण नदिएपछि थापालाई कारबाही गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाही गरेको छ। बिहिबार बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्य समेत खारेज गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्गदेले जानकारी दिएका छन्। बागमती प्रदेश सरकार गठनका क्रममा पार्टी निर्णय र निर्देशन विपरीत नेकपा एमालेलाई समर्थन गरेको स्पष्टीकरण समेत नदिएपछि उनलाई पार्टीले कारबाही गरेको हो। स्रोतका अनुसार बैठकमा नेता कमल थापाले भने उक्त कारबाही गर्ने निर्णयप्रति नोट अफ डिसिजन लेखेका छन्। उनी थापालाई कारबाही गर्न नहुने पक्षमा उभिएको बताइन्छ। नेपाली काङ्ग्रेसको संस्थापन इतर समूहले पार्टीको 15औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ। महाराजगञ्ज स्थित डाक्टर शशाङ्क कोइरालाको निवासमा मङ्गलबारदेखि 3 दिनसम्म बसेको शीर्ष नेताहरूको औपचारिक बैठकको महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै कानुनी उपचार खोज्न सर्वोच्च अदालतमा रिट दायर गर्ने निष्कर्ष निकालेको हो। इतर समूहका नेता एनपी साउथले शुक्रबार सर्वोच्च रिट दायर गर्ने जानकारी दिएका छन्। यसैगरी प्रचार प्रसार समिति संयोजक मिनबहादुर विश्वकर्माले पनि महाधिवेशन रोक्न माग गर्दै शुक्रबार निवेदन दर्ता गर्ने हुने जानकारी दिएका छन्। पार्टीको आधिकारिक सम्बन्धी विवादको मुद्दा सर्वोच्चमा पुनः सुनवाई पुनर्लोकनको अनुमति दिएपछि त्यसको टुङ्गो नलागेसम्म महाधिवेशन प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने इतर समूहको निर्णय गरेको हो। महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउबा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन दायर गर्ने निर्णय इतर समूहले जनाएको छ।
देउबा र खड्काले छुट्टाछुट्टै दायर गरेको रिटमा नै सर्वोच्चले पुनर्लोकनको अनुमति दिएको थियो। माघ 2 गते निर्वाचन आयोगले गरेको निर्णय र गत वैशाख 4 गते सर्वोच्च अदालतको डिभिजन आयोगको त्यही निर्णयलाई सरदर गरेको फैसला पूर्ण इजलासले पुनर्लोकन अनुमति दिएको भन्दै यस्तो अवस्थामा पार्टी विवाद पुरानो अवस्थामा पुगेको इतर समूहको भनाइ छ। विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्णय पुनर्लोकन भएपछि त्यसबाट चयन भएको समितिले महाधिवेशनको प्रक्रिया सुरु गर्न नसक्ने इतर समूहको ठहर छ। त्यही ठहरसहित अन्तिम आदेश माग्दै सर्वोच्चमा रिट लिएर जान लागेको नेता विश्वकर्माले बताएका छन्। काङ्ग्रेस निर्वाचन समितिले मङ्गलबार 15औँ महाधिवेशनको कार्यतालिका निकाल्दै आगामी भदौ 24 गते वडा अधिवेशन सुरु गर्ने गरी महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो। निर्वाचन समितिको निर्णयपछि सार्वजनिक विज्ञप्तिमा काङ्ग्रेसको 15औँ महाधिवेशन आगामी असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ। फिफाले अखिल नेपाल फुटबल सङ्घलाई निलम्बन गरेपछि नेपाली राष्ट्रिय टोली खेलाडी प्रशिक्षक र रेफ्रीहरू निष्क्रिय बनेका छन्। मैदानमा खेल्ने नभएपछि नेपाली फुटबल अहिले शून्य मात्र होइन माइनस नै पुगिसकेको अवस्था छ। फिफाले अहिले खेलाडीहरूको एउटा इच्छा छ, फेरि मैदान उत्रेर खेल्नु, तर यो चाहना भन्ने पुरा हुन्छ त्यसको टुङ्गो नै लागेको छैन। मैदान फर्किने टुङ्गो नलाग्दा अहिले नेपालका खेलाडी मात्र नभएर प्रशिक्षक, रेफ्री लगायत यससँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरू बेरोजगार बने जस्तै बनेका छन्। फेरि नियमित रूपमा फुटबल कहिले सुरु हुन्छ होला भनेर प्रतीक्षा गर्नु बाहेक अर्को विकल्प छैन। फिफाबाट एन्फा निलम्बनमा परेपछि खेलाडीले खेल्न पाएका छन्, न त मैदान बाहिरका फुटबल सम्बन्धित अन्य गतिविधि नै भएका छन्। खेलाडीका लागि खेल भनेको आम्दानी र करियरको विषय मात्र होइन। उनीहरूको वर्षौँसम्म प्रशिक्षण गर्छन्, मेहनत गर्छन् र खेलका लागि आफूलाई तयार गर्छन्। त्यसैले खेल खेल्न पाउनु उनीहरूको लागि एउटा पर्व जस्तै हो। नेपाल मैदानमा उत्रिनु र आफ्नो टिमका लागि खेल र आफ्नो क्षमता देखाउनु नै खेलाडीको सबैभन्दा ठुलो प्रेरणा हो। अहिले फुटबल खेलाडीहरू कोही एकाडेमी चलाउने र कोही अन्य विकल्प रोज्ने र खेल आफ्नो क्षमतामा अवस्थामा पुगेका छन्। त्यस्तै फुटबल महिला टिमका करिब 1 दर्जन खेलाडी यसै अहिले विदेशमा लिग खेलिरहेका छन्। पुरुषतर्फ भने केही खेलाडी भुटान र बङ्गलादेशमा खेलिरहेका छन्, तर यो रहर भन्दा पनि बाध्यता नै हो। यसबाहेक केही खेलाडी भारतको विभिन्न स्थानमा हुने स्थानीय स्तरको खेल फुटबलमा खेलिरहेका छन्। खेलाडी जति धेरै मैदानमा उत्रिन्छन् त्यो नै उहाँहरूको अनुभव र क्षमता बढ्दै जानु हो। तर नियमित प्रतियोगिता नहुँदा खेलाडीको आफूलाई प्रमाणित गर्ने अवसर समेत गुमाउँछ। विशेष गरी महिला फुटबलका लागि यो अवस्था झन् गम्भीर छ। महिला फुटबललाई अगाडि बढाउने नियमित प्रतियोगिता महत्त्वपूर्ण रहेको छ। उनीहरू जति खेल खेल्छन् त्यति नै अनुभव बढ्छ, नयाँ खेलाडीहरू आउँछन्। प्रतिभाहरू बढाउन नियमित प्रतियोगिताहरू महत्त्वपूर्ण हुन्छ र फुटबलमा करियर बनाउने नयाँ पुस्ताको आत्मविश्वास पनि छ। तर नेपाली फेरि लामो समयसम्म घरेलु प्रतियोगिता रोकियो भने हामीले विगतमा भोगेको अवस्था फर्किनुपर्ने खतरा हुन्छ। छोरीले फुटबल खेलेर के हुन्छ र भन्ने सोच पनि बलियो हुन सक्छ। त्यसैले नयाँ पुस्ताका धेरै प्रतिभाशाली खेलाडीहरूलाई खेलमा आउनबाट रोक्न सक्छ। त्यसैले अहिले कसैलाई दोष दिने भन्ने भन्दा पनि सम्बन्धित सबै पक्षमा ठाउँमा बसेर सकेसम्म छिटो समाधान निकाल्नुपर्ने ती खेलाडीको बुझाइ रहेको छ। यो विषय कुनै एक खेलाडीको लागि मात्र समस्या होइन, यो नेपाली फुटबलको भविष्यसँग जोडिएको विषय हो। हवस् त, देश तथा विदेशको खबर आजलाई यति नै। हामीलाई लाइक एन्ड सब्सक्राइब गरिदिन नभुल्नुहोला। नमस्कार।